सुन्नुहोस् न, आज हजुरलाई कस्तो छ? के जबरजस्त ठिक छ? ओ, यदि हजुरलाई आफूलाई कस्तो छ भन्ने बारेमा खुलेर एकदमै गजब छ भन्ने अवस्था छैन भने हजुरले भनेको जस्तो ठिकै पनि छैन है। त्यसैले आफूलाई कस्तो भइराखेको छ, मैले कस्तो अवस्थामा सामना गरिराखेकी छु भनेर आफैतिर फर्केर पनि हेर्न जरुरी छ। जसरी हामीले अरूको लागि कतिपय अवस्थामा त हाम्रा समस्याहरू, हाम्रा असजिलाहरू र आफू ठिकठाक नभएको देख्ने मान्छे हुन्छ पनि। तर ज्यानमा लागेको घाउ, चोट त सबैले देख्न सक्छन्। तर यदि मनमा घाउ लागेको छ भने, मनमा चोट लागेको छ भने कसैले पनि देख्दैन। तर आफूलाई त थाहा हुन्छ नि। त्यसैले आफ्नो घाउलाई आफै मलमपट्टी गर्नु, आफ्नो घाउलाई आफै सुमसुमाउनु, आफै स्याहार गर्नु अनि आफै स्वीकारेर सन्चो बनाउनु है। तपाईँलाई एकदमै ठिक होस्। मेरो तर्फबाट धेरै धेरै शुभकामना।